my god, look at the back. के बोल्नुपर्छ मैले के बोल्नै पर्दैन सो वेलकम ब्याक टु आवर च्यानल यो भिडियो चाहिँ फुल अफ अटम हुनेछ हामी चाहिँ क्यानबेरामा रहेको पपुलर प्लेसेसहरू चाहिँ भिजिट गर्न खोजिरहेछौँ Do you want to do a quick fit check? सो हामी चाहिँ आज चाहिँ फर्स्ट प्लेसमा आइरहेछौँ यो प्लेसको नाम छ नेसनल आर्बोरिटम क्यानबेरा I'm look at the view at the back. It's so pretty over here. यो सिधा अगाडि चाहिँ टेल्स्ट्रा टावर हो अनि यो साइड चाहिँ नेसनल आर्बोरेटम भइहाल्यो हामी कति राम्रो आइरहेछ हेर न त्यो पछाडि पहेँलो पहेँलो भएर होला है लुकिङ सो प्रिटी अनि हामी जान लागेको स्पट चाहिँ एकदम तल रहेछ हामीलाई त्यस्तै लाग्छ होला अर्को 10 मिनेट हिँडेर कति राम्रो देखिरहेछ है ब्राइट फुल रेड एन्ड येल्लो अझ हामी अलिकति लेट भएको हो कि जस्तो लाग्यो मलाई किनभने हिजो अस्तितिर पानी पर्यो नि त अनि प्लस विन्डी पनि थियो अनि लिभ्सहरू सबै झरिसकेको रहेछ हामी चाहिँ लास्ट इयर पनि यो प्लेसमा आएको थियौँ यहाँ चाहिँ डिफ्रेन्ट प्लेसेस लाइक यहाँनिर छ उता मासतिर पनि छ अनि अटम चाहिँ डिफ्रेन्ट टाइम लागिरहेछ यहाँ चाहिँ अलरेडी यहाँ रेड भइसक्यो भने उता चाहिँ भर्खर येल्लो हुँदैछ फुल्ली रेड भएको छैन सो वी निड टु वेट फर एटलिस्ट अ विक त्यहाँको लागि चाहिँ त्यहाँ चाहिँ राम्रो देख्नको लागि यहाँ चाहिँ पुरै रेड भइसकेको छ पुरै अटम भाइब्स छ रोडभन्दा तल चाहिँ सबै रातो भइसकेको थियो लिभ्सहरू अनि हामी यो माथि पार्टमा चाहिँ सबै रेड भइसकेको छैन येल्लो छ कुनै रेड भइसकेको छ लास्ट इयर चाहिँ हामी आएको थियौँ मे फर्स्ट विकमा अनि त्यो बेला चाहिँ एकदम सबै रातै भइसकेको थियो but it looks so pretty फर्स्ट प्लेस चाहिँ भ्याइयो सो नेसनल आर्बोरिटम क्यानबेरा चाहिँ एकदम राम्रो भइरहेछ सो हामी चाहिँ अब नेक्स्ट डेस्टिनेसन जान्छौँ अर्को ठाउँ नै हेर्न जानु छ सो सी इन अ वाइल सो अहिले चाहिँ हामी लाइनमा आइपुगेको छौँ के स्ट्रिट अरे यो मिलर स्ट्रिट हो अनि यहाँ चाहिँ एकदम दामी देखिरहेको छ देखाइहाल्छु अटम दिस इज इट हामीले चाहिँ खासमा यो गुगलमा सर्च गरेर आएको कहाँ जाने भनेर अनि ठ्याक्कै यो स्ट्रिट देखायो अनि यहाँ आएको त ओ माई गॉड पुरै कति 1 किलोमिटर जति होला लाइक कति लाग्यो हामीलाई 2 मिनट्स पुरा त्यो हेर्न लागि किनकि मैले भिडियो खिचिरहेको थिएँ नि त अनि भिडियोमा नि 1 and something आएको थियो कि दामी छ अझ अर्को पार्टतिर चाहिँ हरिहरै छ त्यो चाहिँ हाम्रो सेकेन्ड हो डेस्टिनेसन भनौँ न यसपछि चाहिँ अर्को थर्ड डेस्टिनेसनै जान बाँकी छ अब यहाँ खिचिसकेर हामी त्यहाँ जान्छौँ सेकेन्ड प्लेसबाट हामी अब यहाँबाट जाँदैछौँ अर्को प्लेस हेर्नलाई अर्को प्लेस तिमी मलाई कता लग्ने अब इट्स सरप्राइज रे के ओके आई एम रेडी फर माई सरप्राइज टु सी द नेक्स्ट कस्तो लाग्यो तिमीलाई यो ठाउँ मलाई यो ठाउँ एकदम दामी लाग्यो यो स्ट्रिट छ नि जुन ओ माई गॉड कति 1 किलोमिटर बढी छ है पुरै एउटै स्ट्रिट त्यो सिधा त्यो रोडमा लेफ्ट राइट दुईतिरै टक्क उ गरेर बनाएर छ बब्बाल सेसन दाइको गीत जस्तै ल सी सुन अब हामी नेक्स्ट ठाउँमा जाँदैछौँ त्यहीँ भेटौँ हेर न पछाडि ओ माई गॉड Looks so pretty सो हामी चाहिँ अहिले
क्यानबेराको एनदर सबमा छौँ। यो चाहिँ यसको नाम चाहिँ एन्सली हो। स्ट्रिट चाहिँ मैले खै अहिले हेर्नुपर्छ एकछिनमा, मैले ट्याक्कै थाहा पाइनँ। खास एउटा स्ट्रिट हेर्न आएको थियो, अनि लेफ्ट र राइट टर्न लिएपछि अर्को स्ट्रिटमा ट्याक्कै भेटाइहाल्यो। सो हामी पछाडि अब एकछिन रुख हेर्छौँ रेगे। Do you want to do a quick fit check? फिट चेक Yeah. नगर्ने थाहा नै छैन। सो यो पछाडिको चाहिँ एउटै भइरहेको थियो रुखहरू, तर यहाँ चाहिँ अलिकति भेराइटी छ अघिनको भन्दा नि कम्पेयर टु। सो यहाँ अगाडि हेर्छौँ हामी। लुक एट दिस, यो चाहिँ अलिक डिफ्रेन्ट लाग्यो मलाई। अलिअलि पहेँलो हरियो पनि छ, रातो पनि छ। सो एउटा मात्र रुख होइन, लाइक डिफ्रेन्ट काइन्ड अफ भेराइटिज नि रहेछ यहाँ चाहिँ। द्याट्स द बेस्ट पार्ट इन दिस स्ट्रिट। हामी अहिले यो खाल्चोकमाथि Look at this. उठपट्याङ काम गर्ने। Ready? 1, 2, 3. ओके, हामी चाहिँ अब थर्ड प्लेस नै हेरेर भ्यायौँ। अब हामी फोर्थ प्लेस जाँदैछौँ। त्यसको नाम चाहिँ ग्रिफिथ छ। ग्रिफिथको कुन स्ट्रिट छ, अहिले फेरि हेर्नुपर्ने छ गुगलमा। प्लेस नि एकदम राम्रो रहेछ। त्यहाँ हरियोहरू पनि छ, पहेँलोहरू पनि छ, रातोहरू पनि छ। सो चाहिँ यहाँ चाहिँ मिक्सचर रहेछ, अलि एउटै खालको रुखहरू चाहिँ रहेछ। त्यो चाहिँ बेस्ट पार्ट रहेछ यहाँको। सो इफ यु आर इन क्यानबेरा यु क्यान भिजिट ओभर हियर। ल हामी आइपुग्यौँ हाम्रो फोर्थ डेस्टिनेसन इज इट? Yeah, it's फोर्थ first प्लेस, destination. फोर्थ स्ट्रिट। अनि हामी आइपुगेको छौँ ग्रिफिथमा। अनि यो स्ट्रिटको नाम के हो त? यो स्ट्रिटको नाम ग्रान्ड क्रेसेन्ट हो। रुखहरू चाहिँ अर्कै खालको रुख रहेछ, पहेँलो छ है। यो रुखको नाम चाहिँ थाहा भएन मलाई, तर राम्रो देखिरहेको छ। त्यहाँ अगाडि चाहिँ इन्ट्रान्सबाट आउँदाखेरि चाहिँ दामी देखिरहेको थियो। अब वी क्यान एक्सप्लोर मोर। अनि पिसफुल एरिया नै रहेछ, त्यस्तो गाडीहरू पनि छैन। यो स्ट्रिट चाहिँ कति पिसफुल छ कि, गाडीहरू पनि धेरै आउँदैन रहेछ। अनि म चाहिँ अहिले मेन रोडबाट बिच बाटोबाट हिँडिरहेको छु। यो चाहिँ हाम्रो फोर्थ प्लेस थियो। अनि फोर्थ प्लेस पनि हामी एक्सप्लोर गरिहाल्यौँ। सो यो चाहिँ फरक थियो, रुख पनि अर्कै टाइपको छ। अनि यो चाहिँ ग्रिफिथको त्यो पार्लियामेन्ट हाउस नेरी, यो जिआइओ के अरे होइन, होइन त्यो अर्को क्रिकेट स्टेडियम नेरी भए पनि, तर एट द मानुका ब्याक रहेछ। ओभल। अनि सो पिसफुल, गाडीहरू पनि धेरै छैन। सो वी हेभ प्लेन्टी अफ टाइम्स टु क्याप्चर द भिडियो एन्ड द फोटो। सो वी वुड लाइक टु रेकमेन्ड दिस प्लेस एज वेल। अलिकति डिफ्रेन्ट भाइब्स, येल्लो र ग्रिनिस छ, रेडिस चाहिँ छैन यसमा। सो द्याट्स द बेस्ट पार्ट। या अनि हाम्रो लास्ट प्लेस एउटा लेक बर्ली ग्रिफिन छ। ग्रिफिन कि ग्रिफिथ के हो? ग्रिफिन हो। ग्रिफिन हो। त्यो लेक बर्लेमा चाहिँ अब जान्छौँ जाँदैनौँ थाहा छैन। गयौँ भने विल डेफिनेटली अब भिडियो राखिहाल्छौँ यो यसमा। अब गएन भने तपाईँहरू जानु होला। त्यहाँ सधैँ गइरह, सो त्यसैले सधैँ गइरह हो अनि नि त्यही हो। छैन। बट लेट्स सी इफ वी गो, वी We'll- क्याप्चर द पिक्चर एन्ड अपलोड। Thank you for watching.